सर्वोच्च अदालतको एउटा ल्यान्डमार्क फैसला के छ भने कुनै पनि सवारी चालकले सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाई त्यस्तो सवारीले कसैलाई किची ठक्कर दिई हानि ठोकी दुर्घटना गरे कसैको ज्यान मृत्यु भएमा त्यो स्वतः लापरवाही हुनेछ र त्यस्तो मान्छेलाई 3 देखि 10 वर्षसम्म सजाय हुनेछ। लापरवाही हो थाहा छ, सर्वोच्च अदालतको फैसलामा पनि भनेको छ, तर पनि चलाउन बाध्य छ। कार्यपालिकाको तर्फबाट कानुनको ड्राफ्टिङ गर्ने भूमिकामा म छु। म पनि यो विषयमा पोजिटिभ छु। म आजभन्दा 7-8 महिना अगाडि 9 महिना भयो म यहाँ आएको। म आजभन्दा 7 महिना अगाडि बसन्त सर यहाँ आउनुभयो म कहाँ मेरो क्याबिनमा आइसके पछाडि सर यो रिक्सा चालकको व्यवस्थापनमा केही कानुनी रूपमा अगाडि बढाउनु पर्यो, लुम्बिनी प्रदेश सरकारको ऐन कानुनमा त्यस्तो व्यवस्था छ कि छैन भनेर उहाँले सोध्नुभयो। अनि म पनि नयाँ थिएँ, हाम्रो प्रदेशको परिवहन ऐन हेरेँ, त्यो ऐनमा यो कल्पना गरिएको थिएन। नगरिसके पछाडि अब हामी कसरी जान सक्छौँ भनेर उहाँले मागेको सल्लाहको स्वरूप आज यो रिजल्ट हो। आज हामी यहाँ यसरी बसेका छौँ। यो आज म 7 महिना अगाडि मैले सरलाई यो मोडालिटीबाट जानुपर्छ भनेर लगाएको थिएँ र योभन्दा अगाडि चाहिँ एउटा सर्वे गर्नुहोस् भनेर मैले सरलाई लगाएको थिएँ। यो सर्वे जुन डिस्प्ले भयो म त्यति बेलै सरलाई भनेको थिएँ र आज यी सरोकारवालाहरूसँग बसेर हामी अगाडि बढाउँला भनेर यो सुझाव सल्लाह हामीले दिएका हौँ। यो कसरी चाहिँ मैले त्यो फर्स्ट ह्यान्डमै मैले यो कुरा बुझेँ भने मैले 8 वर्षसम्म सरकारी वकिल भएर म काम गरेँ। सवारीका मुद्दाहरू मैले प्रशस्त मात्रामा हेरेँ। त्यति बेला जब 49 सालमा हामीले सवारी ऐन बनायो नेपाल सरकारले, बनाउँदाखेरि चाहिँ के कल्पना गरिएन भन्दाखेरि यो यी इलेक्ट्रोनिक्स भेहिकल्सहरूको इनोभेसन हुन्छ, यिनीहरू पनि एक्जिस्टेन्समा आउँछन्, यिनले पनि चाहिँ यातायात सेवा दिन्छन् भन्ने कल्पना गरिएन र यो वर्गका चाहिँ कुन वर्गको लेभलले यो काम गर्छ भन्ने पनि कल्पना गरिएन। पछि बिस्तारै चाहिँ टेक्नोलोजीको विकाससँगै यो कन्सेप्ट आयो। यो कन्सेप्ट आइसके पछाडि अघि सरले भन्नुभयो यो अब अहिले चाहिँ विशेष गरेर अनपढ व्यक्ति, निम्न स्तरको व्यक्तिले चाहिँ यो पेसा अँगाल्न बाध्य भएको छ। उहाँ मात्र होइन, यहाँ पढे लेखेको मान्छे पनि हुनुहुन्छ त्यहाँ, तर यो सङ्ख्यागत रूपले अहिले त्यो सर्वेबाट के देखियो भने अधिकांश चाहिँ यहाँ अनएजुकेटेड मान्छेहरूको देखियो। र अब हाम्रो सङ्घीय कानुनदेखि लिएर प्रदेशका कानुनहरूमा पनि हामीले चाहिँ सवारी चालक अनुमति पत्र वितरण गर्ने प्रणाली कस्तो बनायो भने त्यसलाई लिखित र चाहिँ ट्रायलको दुईटै माध्यमबाट लिने भन्ने नै गरिब र विश्वव्यापी रूपमा चलेका प्रावधान पनि तिनै नै हुन्। फेरि लिगल हिस्ट्रीमा हेर्ने हो भने अब अहिले आएर चाहिँ के हो त भन्दा अलिकता थोरै माटो सुँधो व्यवहार गर्ने हो कि भन्नेमा हामी अहिले पुग्यौँ। त्यो इनिसिएसन अहिले यो विकल्प भन्ने संस्थाले लियो र कोशी र मध्य प्रदेशमा 50वटा सिलेक्टिभ क्वेसन बनाएर त्यसको प्रस्तुतिकरण गरेर अभिमुखीकरण गर्ने र त्यस पश्चात चाहिँ ट्रायल चेक गर्ने। ट्रायल मेनै हुन्छ, ट्रायल बिना चाहिँ दिँदैन। तर त्यसको अगाडि चाहिँ त्यो लिखितमा उसले नाम पनि लेख्न नसक्ने अवस्था भएको कारणले गर्दा उसलाई ओरिएन्टेसनमा जाँदा बेटर हुन्छ भनेर उहाँले त्यो ल्याउनु भयो। त्यहाँको गभर्मेन्टले त्यसलाई एक्सेप्ट गर्यो र कोशी र चाहिँ मधेस प्रोभिन्समा यो व्यवस्था लागू भयो। र जब हामी कहाँ संहिता कार्यान्वयन भयो, संहिता कार्यान्वयन भइसकेपछि यो अटो रिक्सा ई रिक्सालाई व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहले चाहिँ कार्यविधि निर्देशिका बनाएका एक्जाम्पलहरू यी असल अभ्यासहरू छन्। अब यी असल अभ्यासमा हरेक किसिमका नगरपालिका गाउँपालिकाले त्यो बनाएको देखिन्छ सहर बजारमा। तर अघि उहाँ सरले भन्नुहुन्थ्यो, उहाँको नाम के थियो, व्यवसाय नै हो जस्तो लाग्यो। अब यो कानुनी पाटोबाट हेर्दाखेरि के छ भने नियतमा साने जन्मकोइत लापरवाही भन्ने देखियो भने 3 देखि 10 वर्ष। अब म थोरै न्यायिक दृष्टिकोण बताउँछु। सर्वोच्च अदालतको एउटा ल्यान्डमार्क फैसला के छ भने कुनै पनि सवारी चालकले सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाई त्यस्तो सवारीले कसैलाई किची ठक्कर दिई हानि ठोकी दुर्घटना गरे कसैको ज्यान मृत्यु भएमा त्यो स्वतः लापरवाही हुनेछ र त्यस्तो मान्छेलाई 3 देखि 10 वर्षसम्म सजाय हुनेछ। यो या त्यो बानामा तलमाथि हुनेवाला छैन। भनिसकेपछि एउटा स्थापित मान्यता के छ, एउटा जुडिसियल भ्यूबाट हेर्दा भने त्यो सवारी चालक नहुनु भनेको आफैमा लापरवाही हो। अघि उहाँले भन्नुभएको अत्यन्तै क्याची शब्द छ, लापरवाही हो थाहा छ, सर्वोच्च अदालतको फैसलामा पनि भनेको छ, तर पनि चलाउन बाध्य छ। चढ्न पनि चढिरहेछौँ फेरि हामी पनि, उहाँहरूकै सेवा हामीले पनि लिन्छौँ। यो यसरी चाहिँ व्यवहार र कानुन नमिलेको अवस्था छ। यसलाई थोरै कानुनी फ्रेमवर्कमा ल्याउँ भनेर मैले पोजिटिभ भाइब्स उहाँहरूलाई दिएको थिएँ। आज हामी यहाँ जुटेका छौँ, यो एक अत्यन्तै सकारात्मक सन्देश हो। हाम्रो विधायिकाहरूको, उहाँ जननिर्वाचित प्रतिनिधिहरूको मुख्य काम पनि समाजमा सुव्यवस्था कायम गर्नको लागि आवश्यक कानुनहरू बनाउने नै हो। उहाँहरू सबैजना पोजिटिभ हुनुहुन्छ र कार्यपालिकाको तर्फबाट कानुनको ड्राफ्टिङ गर्ने भूमिकामा म छु। म पनि यो विषयमा पोजिटिभ छु।
यस्ता कार्यविधि र निर्देशिकाबाट यसलाई व्यवस्थित गर्ने होइन, अब चाहिँ हामी कानुनमै त्यो कुरा राखेर जान सक्छौँ भन्ने चाहिँ मेरो एउटा चाहिँ सजेसन छ। त्यसका लागि चाहिँ हामीले नियमावली संशोधन गर्ने र थोरै ऐनमा पनि संशोधन गर्ने भन्ने हामी सोच बनाएका छौँ। अब आजको यो सरकारवाला बिचको यो छलफलबाट विधायकी मनसाय पनि जुन चाहिँ यहाँ उपस्थित तपाईँहरू हुनुहुन्छ, जुन मैले कानुनी एप्रोच मैले बताएँ, यो हजुर हाम्रो मनसाय र यो विधायकी मनसायको आज सन्तुलन हुन्छ। यो सन्तुलन भइसकेपछि उहाँले त्यसको पहल कदमी अगाडि बढाइसकेपछि यो पास हुनेछ भन्दै अब यसलाई व्यवस्थित गर्न हजुरहरूले चालेको कदमप्रति लुम्बिनी प्रदेशका हामी जति पनि यहाँ उपस्थित छौँ हाम्रो तर्फबाट हजुरहरूलाई सकारात्मक ग्रहण गऱ्यौँ र हामीलाई हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। र चाहिँ मान्यज्यूहरूबाट पनि यो आफ्नो कुरा उहाँहरूबाट पनि आउला र कार्यपालिकाको भूमिकाबाट अथवा कर्मचारीको लेभलबाट भूमिकाबाट म अत्यन्तै पोजिटिभ छु र म वान एन्ड ओन्ली सुरुमै मैले यो यसलाई इनिसिएसन गरेको पनि म पूर्ण रूपमा पोजिटिभ छु भन्दै मेरो आफ्नो छोटो भने अन्त्य गरेँ। धन्यवाद।